माई गॉड फाइनली प्रभासको नयाँ फिल्म फेरि आउने वाला रहेछ हैन। सो टिजर चाहिँ आज युट्युबमा आइसकेको छ। एकदम बवाल छ, एकदम छ बवाल छ। ओ माई गॉड यसमा कमेडी पनि के भन्छ फिल्ममा चाहिँ कमेडी सहित रहेछ। द राजा साहब एकदम बवाल छ। फिल्मको नाम हो द राजा साहब। एकदम बवाल छ, एकदम बवाल छ आज त हैन। लिटरली अब के भन्छ हाम्रो प्रभास सर मतलब प्रभास होइन एकदम बुढो अवस्था भएको कारणले चाहिँ अब त्यो मेरो फिल थियो क्या। जुन मैले सोचेको कुरा थियो त्यो चाहिँ होइन रहेछ। किनभने किङ भनेको किङै रहेछ एन्ड गोल्ड इज गोल्ड भन्छ नि। सो त्यस्तै फेरि एकदम बवाल धमाकादार आउन लागेको रहेछ। एन्ड के हुन्छ भने मलाई चाहिँ के लागेको थियो प्रभासको त्यस्तो जस्तो फिल्महरू आउँदैन होला त्यस्तो लागेको थियो। तर नो वाइ यार एकदम बवाल आएको छ। सो युट्युबमा टिजर आइसकेको छ, हेर्नु होला। एन्ड यो चाहिँ डिसेम्बर 5 तारिकमा रिलिज हुन लागेको रहेछ यो फिल्म। हलमा रिलिज हुन लागेको छ। प्रभासलाई चाहिँ एकदम मनदेखि नै सघाउँछ। किनभने म पहिल्यैदेखि प्रभासको एकदम ठुलो फ्यान हो। एकदम सानोदेखि नै लगभग यो प्रभासको चाहिँ पुरानो फिल्महरू सब हेरिसकेको छु मैले। सब त्यही भएर यसपालि पनि एकदम नछुटाइकन हेर्ने चाहना छ। बवाल गर्छ द राजा साहब। सो हेरेर पुरा के भन्छ हिन्दी फिल्महरूलाई सपोर्ट गर्ने त भन्दिनँ, तै पनि जस इन्डस्ट्रीलाई माया गर्नु होला। तर बवाल छ एकदम होइन। जस नेपाली फिल्मलाई पनि माया गरिदिनु होला। नेपाली फिल्मलाई सबैभन्दा ठुलो कुरा चाहिँ नेपाली फिल्मलाई योगदान बलिदान गर्नेहरूलाई चाहिँ एकदम माया गर्नुपर्ने हुन्छ। सो लेट्स गो।